नमस्कार, मेरो नाम सञ्जय राई। म मकवानपुर जिल्ला बकेया गाउँपालिका वडा नम्बर 7 को स्थानीय बासिन्दा र हाल चाहिँ यही अबुधाबीमा कार्यरत। आज एउटा सानो भिडियो लिएर तपाईहरुको सामुन्ने आउन मन लाग्यो। यो चाहिँ एउटा तपाईको नेपालको जुन सिचुएसन छ, चुनावी माहौल छ, फागुन 21 पछि चाहिँ कस्तो खालको रिजल्ट आउला हैन, त्यसपछि देशले चाहिँ कुन मोड लेला, कता जाला भन्ने कुरा अहिले लगभग सम्पूर्ण नेपालीहरुलाई एउटा चासोको विषय बनेको छ। त्यसैमा आधारित एउटा सानो भिडियो बनाउन मन लाग्यो आज। आदरणीय मकवानपुरवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरु र सम्पूर्ण नेपालभरि रहनुभएका, नेपाल बाहिर रहनुभएका जो नेपालीहरु हुनुहुन्छ, उहाँहरुलाई एउटा सानो अनुरोध। मलाई लाग्छ अहिले 80-90% मान्छेहरु त अहिलेको राजनीतिक परिस्थिति यो पुरानो पार्टीहरुसँग वाक्क हुनुहुन्छ हैन, र केही सीमित मान्छेहरु हुनुहुन्छ जो चाहिँ अझै पनि पुरानै पार्टीहरुले सपोर्ट गरिरहने, उहाँहरुको एजेन्डालाई सपोर्ट गरिरहने हुनुहुन्छ हैन। नो डाउट त्यसमा कुनै उहाँहरुको गल्ती पनि छैन। आई क्यान अन्डरस्ट्यान्ड कि तपाईको 15-20 वर्ष एउटा कुनै पनि पार्टीलाई तपाईले मेहनत गरेर आफ्नो जिन्दगी दिनुभएको छ भने अफ कोर्स माया लाग्छ सबैलाई हैन, त्यसमा तपाईहरुको पनि गल्ती छैन। र मैले एउटा सानो भिडियो मार्फत हजुरहरुले के भन्न खोजेको भने अब नभए त कहिले हैन, समय त आइसक्यो। हेर्नुस्, हामीले पुरानो पार्टीलाई नहेरेको हैन, 25-30 वर्ष हेर्यौं, उहाँहरुलाई पटक पटक प्रधानमन्त्री पनि बनायौं, तर उहाँहरुले प्रधानमन्त्रीको चेयरलाई पनि एउटा रेस्पोन्सिबिलिटीको चेयर नसम्झेर म्युजिकल चेयर बनाइदिनु भयो हैन। नेपाली जनताहरुलाई सधैँ अन्यलमै राखिदिनु भयो। बाहिर आउने मिठा मिठा भाषण गर्ने, नयाँ नयाँ कुराहरु गर्दिने, तर व्यवहारमा फिटिक्कै कुनै पनि कुराहरु लागू गर्नु भएन। यो परिस्थितिले तपाईको सेप्टेम्बर 8-9 मा जुन एउटा विध्वंस भयो त्यो हुनुहुन्थेन, तर त्यो भयो। त्यसले पनि एउटा के इंगित गर्छ भने अब नेपाली जनताले परिवर्तन चाहेको छ, स्पेशली न्यू जेनेरेसनले हैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ न्यू जेनेरेसनको माग, न्यू जेनेरेसनको चाहिँ तपाईको जुन एउटा होप छ हैन, उहाँहरुको एउटा जुन देशप्रतिको माया छ, त्यसलाई चाहिँ अब पुराना पार्टीहरुले एड्रेस गर्न नसकेको कारण, उहाँहरुले नबुझेको कारण त्यो परिस्थिति आयो। र अब त्यही परिस्थिति नेपालमा आउनु हुन्छ कि हुँदैन अगाडि गएर भन्ने कुरा तपाई हाम्रै हातमा छ। अब तपाई अब पनि तपाईको त्यही पुराना पार्टी